सानो ठाउँ भए पनि ठुलो सपना देखौँ। आजैबाट घरमै खेती सुरु गरौँ। बरन्डा वा छतलाई हरियो बगैँचा बनाऊ। आजको भिडियोमा हामी कौशी खेती कसरी सुरु गर्ने बारे कुरा गरौँ। सबैभन्दा पहिले तपाईँको घरमा खाली वा उपयोगमा नरहेको ठाउँ छान्नुहोस्, जस्तै छत, बाल्कनी वा झ्यालको किनार। सुरुमा कौशी खेती कसरी गर्ने त? कौशी खेती गर्न कुनै महँगो सामान चाहिँदैन। पुराना बाल्टिन, बोतल वा ग्रोइङ ब्यागमा माटो र मल मिसाएर सजिलैसँग सुरु गर्न सकिन्छ। बिरुवालाई सबैभन्दा महत्त्वपूर्ण कुरा नै माटो हो। माटो नराम्रो हुने हो भने बिरुवा बढ्दैन। त्यसैले माटोमा मल, बालुवा अथवा कोकोपिट मिसाई हल्का र फुकिलो बनाउनु पर्छ। सुरुमा सजिलो तरकारी रोजौँ जुन सजिलैसँग उम्रन सक्छ, जस्तै धनियाँ, खुर्सानी, मेथी, साग। बिरुवालाई राम्रोसँग घाम पाउने ठाउँमा राख्नुपर्छ र पानी हल्का मात्रामा राख्ने गर्नुपर्छ। पानी र मलको साथसाथै बिरुवालाई माया पनि चाहिन्छ। समयमै मल र पानी दिने र आफ्नो बारीबाट तरकारी पनि लिने गर्नुपर्छ। घरकै बगैँचाबाट उब्जिएको पहिलो धनियाँ र सागको खुसी अमूल्य र अनमोल हुन्छ।